वेलकम ब्याक टु माई न्यू ब्लग। सो आज हेर्न सक्नुहुन्छ हामी चाहिँ लद्दाखको खोला हिँडिरहेको हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बबाल सिन छ है, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ खोला छ, चाहिँ हाम्रो पाण्डु भाइ हेर्न सक्नुहुन्छ। मान्ठा सिन चाहिँ बबाल छ है। हामीहरू चाहिँ अहिले झरना घुम्न गइरहेको हेर्न सक्नुहुन्छ। झरना त्यही खोलाको झरना छ माथिले। अब जान्दैछौँ हामीहरू, एकछिनमा पुग्छौँ। हेर्दै जानु होला कस्तो लाग्छ। हेर्न सक्नुहुन्छ हामी चाहिँ पुग्न लागिसकेको छौँ झरना। अहिले एकछिनमा पुग्ने हो। फुल चाहिँ बवाल छ यहाँ चाहिँ फुलहरू। सक्नुहुन्छ गाइस, हामी चाहिँ यस्तो बाटोमा हिँडिरहेको छ। हजुरहरू पनि हेर्न सक्नुहुन्छ, यस्तो छ बाटो चाहिँ झरना पुग्ने बाटो चाहिँ यस्तो छ है गाइस, हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ बबाल चट्टान छ है। खै भिडियो बनाइरहेको छ। यस्तरी जानु पर्यो हामीलाई चाहिँ। गाइस हेर्न सक्नुहुन्छ, केटाहरू चाहिँ बौलाहरू कहाँ चढिरहेको छन् हेर्न सक्नुहुन्छ। पाहाडको माथि हामी चाहिँ जान सकेको नौँ। केटाहरू चाहिँ माथि चढिरहेको छन्। हेर्नु पाण्डुजन कहाँ पुगिसकेको छ हेर्न सक्नुहुन्छ। बौला क्लियर चाहिँ आएको छैन है, हेर्न सक्नुहुन्छ। यो चाहिँ मान्ठा केउटा छ है। हाम्रो पाण्डु भाइ चाहिँ बाहुबली बनेछ है, हेर्न सक्नुहुन्छ। हनुमान जस्तै पार उठाएको छ हाम्रो पाण्डु भाइ चाहिँ। हालिदियो ल अर्को चड्डो भयो हेर्न सक्नुहुन्छ। अर्को बौला पनि चड्डो भयो त्यो हेर्न सक्नुहुन्छ। अब केटाहरू झरिरहेको छ नि। अब चाहिँ गाइस केटाहरू माथिबाट तल झर्न लागिसक्यो हेर्न सक्नुहुन्छ। 3 जना गएका छन्। ल सो गाइस हामी चाहिँ अहिले माथि चढेर तल झर्न लागिसक्यौँ। झरना चाहिँ ठुलो चाहिँ थिएन, सानो झरना छ। हामी चाहिँ माथिबाट तल झर्न लाग्यो। देख्नुहुन्छ गाइस, यस्तो ठाउँबाट हाम फाल्नुपर्छ माथि चढेर। अब बिस्तारै हामी चाहिँ जाने हो। हामी चाहिँ तल जान लागिसक्यो माथि चढेर। यत्रो माथि चढेको हामी चाहिँ।
यो ठाउँबाट यस्तो ठाउँबाट चढेर आएको है मासु पकाउने झिल लिएर आएको मासु भेटिएन लाएर यस्तो मासु पकाउनु लिएर आएको मार्ने हेर्न सक्नुहुन्छ र यही बाटो आएको हामी चाहिँ बाटो चाहिँ पुरै खतरनाक छ है हेर्न सक्नुहुन्छ हाम्रो पाण्डे भाइ कसरी झरिरहेको छ मान्छा जाऊ 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 सबैजना म लास्ट आउनु ल ल ल ल ल जाऊ 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 ल ल ल ल गाइस ल ल ल गाइस टल आइसकेको छ हेर्न सक्नुहुन्छ गाइस हुन्छ अब रुम जाने हो हामी त त्यहाँ पर माथि गएर उता माथिबाट यहाँ पुगिसकेँ मैले चाहिँ ल हेर्दै जानुलाई कस्तो लाग्छ मेरो भिडियो यहाँ चाहिँ गुफा जस्तै छ है चट्टान चट्टान छ है पागल यहाँ चाहिँ गुफा जस्तो छ है मान्छे बस्ने जस्तो छ पानी सानी पर्दैन पानी आएपछि यहाँ चाहिँ यो चाहिँ अजिङ्गरको बस्ने डुलो छ है ल मालको फुल यस्तो छ है चाहिँ फुल हाम्रो पाण्डे भाइ चाहिँ फुल लिएर आछन् ल एउटा बोला कहाँ उयो सिलादी कसरी चुइरहेको थियो त सिलाजु सिलाजु त्यो चाहिँ सिलाजु है गाइस सो गाइस हामी चाहिँ अहिले माथिबाट तल झरिसकेको छौँ हेर्न सक्नुहुन्छ जुन चाहिँ अब बिस्तारै बिस्तारै जानु लाग्छ कम्पनीसम्म हेर्दै जानु ला कस्तो लाग्छ म चाहिँ यहीँबाट अघि नै भिडियो स्टार्ट गरेको त्यही हो पाण्डु यहाँ चाहिँ पहिलो लिएर फुलहरू छन् यहाँ चाहिँ बबाल बबाल फुलहरू चाहिँ है हाम्रो ढोरपाटनको जस्तो छ नेपालको यहाँ चाहिँ वेट यहाँ चाहिँ हाम्रो मान्ठा भाइ देख्न सक्नुहुन्छ मान्ठा भाइ बसेर पुरै हावा खाइरहेछन् थाकिसक्यो मान्ठा भाइ हिँड्दा हिँड्दा ल बुके पनि बनाइसकेको छ हेर्न सक्नुहुन्छ यस्तो बल बल फुल छ है बुके पुरै बबाल छ है फुल चाहिँ यो नि नेचुरल बुके है यो चाहिँ हेर्न वेट सो गाइस अहिले चाहिँ हामीहरू घुमेर रुममा आइसकेका छौँ रुममा आउनको भिडियो चाहिँ बनाउन पाएन किनकि हामीहरू चाहिँ गाडीमा धेरैजना थियौँ त्यसैले रुममा आएको भिडियो चाहिँ बनाउन पाएन के गर्ने यस्तै छ गाइस कहिले कहाँ लद्दाखको भिडियोहरू हाल्दैछु म चाहिँ मेरो भिडियो कस्तो लाग्छ राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला हजुरहरूको एउटा लाइक सेयर कमेन्टले मेरो मलाई केही सपोर्ट हुन्छ कि त्यही हो गाइस आजको भिडियो चाहिँ खतम गरौँ अर्को भिडियोमा भेटौँला बाई बाई गाइस